ओभरअल हेर्दाखेरि भनौँ न झन्डै 2 महिना भइसकेको छ यो तयारी जुन भनौँ न अब अन्डर 19 वर्ल्ड कप क्वालिफायर जुन भोलिदेखि स्टार्ट भइरहेको छ सो वी आर अल आर ह्याप्पी होइन किनकि क्रिकेट एसोसिएसन अफ नेपालले चाहिँ जुन एउटा क्याम्प अर्गनाइज गर्यो अन्डर 19को लागि आई थिङ्क त्यो चाहिँ एकदमै फ्रुटफुल भइसकेको छ जस्तो लाग्छ किनभने चाहिँ हामीले 1 महिना ट्रेनिङ गऱ्यो र भनौँ न 2 हप्ता अगाडि हामीले चाहिँ दिल्लीसँग पनि बिरगन्जमा गएर चाहिँ सिरिज खेलेको थियो त्यसमा चाहिँ 3-0 को विन हासिल गरेको थियो र त्यसमा धेरै कुराहरू जुन हामीले चाहिँ मिस गरिरहेको त्यसमा चाहिँ हामीले चाहिँ रिभाइभ गर्यो र कट अफ गर्यो र त्यसपछि आएर चाहिँ हामीले आउने यो वर्ल्ड कप क्वालिफायरमा चाहिँ के गर्नुपर्छ भन्ने जुन एउटा थिङ थियो होइन त्यसलाई चाहिँ एड गर्यो र त्यसपछि आएर चाहिँ अस्ति भर्खरै हामीले चाहिँ अफगानिस्तानसँग पनि सिरिज गर्यो होइन त्यसमा हामीले अनफर्चुनेटली हामीले 2-1ले चाहिँ लुज गर्यो होइन त्यही पनि हामीले फर्स्ट गेम जुन हाम्रो नराम्रो तरिकाले हारेको थियो 100भन्दा बढी रनले हारेको थियो त्यसपछि हामीले स्ट्रङली चाहिँ कम ब्याक गर्यो किनकि जुन फर्स्ट म्याचमा चाहिँ हामीले चाहिँ जुन मिस्टेकहरू गर्थ्यौँ त्यहाँबाट लङ गरेर चाहिँ सेकेन्ड म्याचमा हामीले चाहिँ 1 रन हार्नु पुग्यो भनेपछि त्यसपछि पनि हामीले चाहिँ त्यो म्याचमा हामीले अझै के बेटर गर्न सक्थ्यो त्यो सोचले हामीले फेरि थर्ड म्याचमा चाहिँ हामीले स्ट्रङली कम ब्याक गर्यो र हामीले चाहिँ 80 रनले चाहिँ विजय हासिल गर्यो सो ओभरअल हेर्दाखेरि चाहिँ जुन हाम्रो एउटा स्टार्टिङदेखि लिएर अहिलेसम्मको जर्नीको कुरा गऱ्यौँ भने आई थिङ्क एउटा राम्रो फ्रुटफुल छ किनभने चाहिँ अफगानिस्तान भनौँ न एउटा टेस्ट प्लेइङ नेसन कन्ट्री हो र अन्डर 19 टिमले जहिले पनि डोमिनेट गरेर आएको छ सो ओभरअल हेर्दाखेरि हामीले चाहिँ उनीहरूले चाहिँ एउटा लास्ट म्याचमा जुन एउटा डोमिनेटिङ विक्ट्री हासिल गर्यो आई थिङ्क त्यसले चाहिँ एउटा प्रश्न नै देखेको छ कि वी आर अल आर रेडी फर दिस टुर्नामेन्ट अभियसली दिस इज अ भनौँ न एउटा बिग प्लेटफर्म हो अन्डर 19 प्लेयरको लागि वर्ल्ड कपको लागि जुन जर्नी हुन्छ त्यो यहाँबाट नै जानेछ हामीहरू होइन सो एकदमै जुन यो ब्याचको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट छ किनकि यो ब्याचले नै डिसाइड गर्छ कि आउने फ्युचर चाहिँ हाम्रो यात्रा चाहिँ अगाडि बढ्ने छ कि छैन सो एकदमै इम्पोर्टेन्ट छ नेपाली क्रिकेटको लागि चाहिँ यो अन्डर 19 वर्ल्ड कप क्वालिफायर एकदमै एकदमै अफगानिस्तान मात्रै होइन युए हङकङ इभन ओमान पनि एउटा अब राम्रो कन्टेन्डर हो यो जति पनि अघि हामीले चाहिँ टिम मिटिङमा पनि कुरा भयो हाम्रो सरले भन्नुभयो अम्निल सरले कि यो एउटा वर्ल्ड कप मिनी वर्ल्ड कप हो एसियाको होइन अन्डर 19 वर्ल्ड कपको लागि सो हामीले त्यसरी चाहिँ लियो भने चाहिँ हाम्रो सबै टिमले चाहिँ एउटा बेस्ट रिजल्ट दिन सक्छ सो ओभरअल हेर्दाखेरि चाहिँ कुनै पनि टिमले हामीले चाहिँ डोमिनेट गर्छौँ भन्न सक्दैन जुन टिमको जुन प्लेयरहरूले चाहिँ राम्रो पर्फर्मेन्स छ आई थिङ्क त्यो टिमले चाहिँ विनर गर्छ जस्तो लाग्छ अभियसली सबै यो टुर्नामेन्टलाई चाहिँ जित्नैको आएको छ होइन र होममा हुँदा पनि अब हामीले चाहिँ यदि यो ट्रफी चाहिँ हाम्रो नेपाली फ्यान र हाम्रो क्रिकेट प्रेमी र हाम्रो राष्ट्रलाई चाहिँ दिन सक्यो भने आई थिङ्क यो सबभन्दा ठुलो गौरवको कुरा हुनेछ होइन त्यसले गर्दा हामीले चाहिँ त्यही हिसाबले चाहिँ यो टुर्नामेन्टलाई चाहिँ 1 by 1 चाहिँ अगाडि बढ्नेछु होपफुल्ली हामीले जुन सपना बोकेको छु र हाम्रो फ्यानहरू र क्रिकेटको जुन फर्टिनिटीहरूले चाहिँ बोकेको छ आई थिङ्क यो सपना चाहिँ हामीले पुरा गर्ने प्रयास गर्नेछौँ एकदमै नेपाली क्रिकेट प्रेमी र सम्पूर्ण जति पनि जना हुनुहुन्छ फ्यानहरू र क्रिकेटलाई माया गर्ने जनताहरू हुनुहुन्छ प्लिज भोलिदेखि नै हाम्रो यो अन्डर 19 वर्ल्ड कप क्वालिफायर सुरुवात भइरहेको छ हाम्रो फर्स्ट म्याच युएसँग छ सेकेन्ड म्याच चाहिँ हाम्रो ओमानसँग छ र त्यसपछि 16 तारिकमा चाहिँ हामीहरूको हङकङसँग छ भने चाहिँ 19 तारिकमा हाम्रो लास्ट म्याच चाहिँ अफगानिस्तानसँग छ सो भोलि 13 तारिक हाम्रो तल्लो मूल पानीमा चाहिँ जुन अहिले नेपालको अब भोलि फर्स्ट म्याच हुन गइरहेको छ भनौँ न पहिलो उद्घाटन भनौँ न त्यो स्टेडियमको हुनेछ सो प्लिज त्यो भनौँ न ग्राउन्डमा आएर तल्लो मूल पानीमा आएर चाहिँ जति पनि हाम्रो नेपाली खेलाडीहरू हुनुहुन्छ उहाँहरूको हौसला बढाइदिनु भनेर हार्दिक अनुरोध गर्छु